आइमाईको रुद्रघन्टी हुन्न भनेर त्यसै भनेका त होइन्छन् भाइ। अरूले त बुढालाई लुकाएर लाख लाख पैसा राख्ने आइछन्, म नि सुरु गर्नु पर्यो अब त भनेर 5वटा 1000 के जम्मारी थिएँ। के को मनले मान्तो र ख्याउ 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 भएर त्यही कुरा बुढालाई नभनेसम्म मना शान्ति जो भएन क। मान्छेले त कति कुरा गोप्य राख्ने आइछन् के रे। म त यति केही भयो नि मना ओढाउनै सक्दिनँ, ओढिँदै ओढिन्न क। एउटा न एउटासित फुत्काइहाल्छु जति गोप्य कुरा भए नि। कसैलाई नभने है यो कुरा तिम्रो र मेरो मात्रै हो भनेर लगभग 50-60 जनालाई त आफै भनी कि हुँदै रहेछु। बुढो अफिस गए भए पनि उही अफिसै फोन गरेर कुरा लाउने हो क। म त बुढो अब अफिसबाट घर आउने बेलासम्म नि मलाई त बेर हुन्छ क। त्यो कुरा भन्न कता मर्छु कि भन्ने हुन्छ। कसरी आइछ र मना कुरा ओढाउने। धन्न अहिलेसम्म बिहा अघि मेरा यतिवटा बोयफ्रेन्ड थिए भनेर भनी होइन क। त्यो कुरा नि कुन दिन फुत्काउने हो क मुहाडा। मलाई त त्यति कुराको पिर छ, बासै हरिन्छ क त्यति कुरा फुत्काउने हो भने त। बरु रुद्रघन्टी राखिदियो क मलाई।